हेलो एभ्रिवान। आज चाहिँ म काम गर्दा गर्दै बिचमा खाजा खान बसेको थिएँ चटपटे है। म चाहिँ कलेक्सनको काम गर्छु नि त, अनि धेरै हिँड्नुपर्छ, त्यही भएर एकदमै धेरै पसिना आउँछ। देख्न सक्नुहुन्छ मेरो फेसमा म चाहिँ हल्का नक्कल पारेकै त्यो चाहिँ। अनि म चाहिँ पुरा चटपटेको टेस्ट क्या प्रोसेसिङ गर्दैछु के, किनकि मैले अस्तिदेखि नै खान्छु भनेको थिएँ कि त्यो ठाउँमा पुरा मेरो चाहिँ एक्सपेक्टेसन हाई थियो, तर यस्तो वाउ चाहिँ थिएन। तर चटपटे हो, मिठो त लागिहाल्छ नि जे जस्तो भए पनि है। अनि म चाहिँ पुरा छिटो खाँदैछु क्या, किनकि अझै मेरो काम बाँकी थियो होइन, अनि ढिलो पनि भइसकेको थियो। म तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ चटपटे? मलाई चाहिँ चटपटे एकदम मनपर्छ। म चाहिँ घाममा हिँड्दा काली भइसकेँ, धेरै नै काली। झन् म काली मान्छे, झन् काली भइसकेँ म। अनि म चाहिँ यहाँ पुरा इन्जोय गर्दैछु। बिचमा चाहिँ कहाँबाट मान्छेहरू हिँड्दै थियो कि बाटोमा, र पनि म कस्तो बनाइरहेको छु त्यो चाहिँ इग्नोर गर्नु ल। गर्मी एकदमै गर्मी थियो, अनि गर्मीले केही नभएर म हम्काउँदैछु। अनि यहाँ चाहिँ फेरि भज गरेर चिसो, धन्न त्यहाँ चाहिँ पसलमा चाहिँ चिसो पानी प्रोभाइड गरिदिनु भएको थियो, त्यो चाहिँ एकदम खुसी लाग्यो। म चाहिँ फेरि मेरो कम्फर्ट जोनमा आइहाल्छु क्या, देख्न सक्नुहुन्छ त्यो घुँडामाथि राखेर, खुट्टामाथि राखेर। अनि म चाहिँ खाइसकेँ छिटो गरेर। म चाहिँ फेरि पैसा सबै असुल गर्छु क्या। थ्याङ्क्स फर वाचिङ। आजको लागि यति नै। फेरि म नेक्स्ट भिडियो लिएर आउँछु है त।